तपाईसँग एउटा कुरा गर्नुपर्ने छ। चुप लाग्ने एकछिन। तपाईसँग एउटा कुरा गर्नुपर्ने छ हौ। भन्न। अब तेरो सबै इच्छा पुरा गरिदिने जिम्मा मेरो हो। एउटै मात्रै कुरा भन्छस्? मैले त बिहेको बारेमा पो सोचिरहेको छु त कहिले ठुलो भइस् भाइ? दाइको बिहेको बारेमा सोच्न थालिस्? मैले मेरो बिहे पो भनेको त। तेरो कुरी कहिलेदेखि सुरी भयो? कति वर्ष पुगिस्? 15 वर्ष पो पुगिसक्यो त। अनि तेरो बिहे गर्ने बेला भयो 15 वर्षमै? तपाईँको त झन् 14 वर्षमा गरेको होइन त? त्यही 14 वर्षमा बिहे गरेर भाउजू पहिला गएको बिर्सिस्? तपाईँको बुढी पहिला जाँदा मैले चाहिँ बिहे नगर्नु? हे दैव, किन पहिला गएको त्यो त बुझ्नुपर्छ नि। किन पहिला गएको दाइ? अब सानो उमेरमा पूजा गर्ने तरिका थाहा हुँदैन, त्यही भएर पहिला गएको नि। मलाई सबै मन्त्र थाहा छ। जे सिकोस् म त बिहे गर्ने। ए के भन्छ बे यो त? मन्त्रले काम गर्दैन, यन्त्र चाहिन्छ। अनि खोज्नुपर्ने कि रोजेको छस्? मैले हेरेको छु त्यो खोला पारीकी माइली। अनि आमा भन्छस् कि बुढी? सिन्दुर हालेसी बुढी भन्छु नि। ए तँलाई कसरी सम्झाउँ बे? सिन्दुर हालेर मात्रै हुँदैन भन्ने कुरा। म बाँच्न सक्दिनँ दाइ त्यो बिना। त्यसो भए मर्छस्? मलाई एक्लै पारेर जान्छस्? के नभन्नु है। माग्न जाने कि भगाम? तँ किन यत्रो जिद्दी गर्दैछस्? यो सानो उमेरमा किन बिहे गर्ने भन त? गाउँमा कसैले पनि बिहे गर्दैनन्। पोहोर दसैँमा मासु खाएको थियो, अब दसैँ आउन नि धेरै छ। आफ्नै बिहेमा त मासु ल्याउनु छ होला नि त घरमा। लु त्यसो भए तँलाई 1 केजी। आज बेलुकाको छाकमा तँलाई 1 केजी मासु फिक्स मेरो तर्फबाट।